तीन कुनेको घटना राम्रोसँग इन्भेस्टिगेसन भएदेखि दुर्गा प्रसाई चाहिँ प्रधानमन्त्री हुन्थ्यो। वर्दी लगाउँदाखेरि बन्दुक बोक्दाखेरि चाहिँ दुर्गा प्रसाईलाई कराप ज्याप बनाउने, पक्राउ गर्ने, वर्दी खोलिसकेपछि अभियानमा आउने यस्तो हो। वर्दी लाउनेहरू चाहिँ हेर्नुहोस्, सरकारको तलब रासन खाइसकेपछि हामीलाई आइजिपी गृह मन्त्रालयले जे जस्तो किसिमको आदेश दियो त्यही चिज गरेर हिँडेका हौँ। तर त्यहाँ पनि कुनै नचाहिने चिज चाहिँ नि जुन आफ्नो आत्माले यो चिज चाहिँ नि गलत हो भन्ने चिज छ नि, त्यो चिज चाहिँ नि त्यहाँ बसेर पनि गरिएन। आज देशमा हामीले चाहिँ नि जुन अहिले चाहिँ नि लिएर चाहिँ नि जुन चाहिँ नि दुर्गा प्रसाई हामीले लिएर गएको यो चाहिँ नि अभियानमा चाहिँ नि जुन कारण के भने चाहिँ राष्ट्रपति 3टा 4वटा हामीले भोग्यौँ होइन, उहाँका के को हुनुभयो, पार्टीको मात्रै हुनुभयो। ए बाबा त्यसमा चाहिँ नि राजा लिएर आउँ, राजा भनेको सबको साझा हो। पार्टीले चलाएको चाहिँ नि पुलिस भइसकेपछि यो दुर्भाग्य हो। दुर्गा प्रसाईले चाहिँ नि जुन लिएको चाहिँ नि एजेन्डा जुन थियो नि, मलाई एउटा अचम्म चिज म तपाईँलाई आज भन्छु, दुर्गा प्रसाईजीले भनेको कति पर्सेन्ट ब्याज थियो, कति पर्सेन्टमा ल्यायो, यो चोर हो, यो बदमास हो, यो यस्तो छ, यो यस्तो छ। यथार्थ कुरो चाहिँ त उसले भनेको कुराहरू त टक 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 मिल्दै त आएको छ नि। प्रभावित मान्छेले भनौँ न त्यो तीन कुनेको घटना राम्रोसँग इन्भेस्टिगेसन भएदेखि दुर्गा प्रसाई चाहिँ प्रधानमन्त्री हुन्थ्यो। घुसपेट भयो। अनि त्यसपछि चाहिँ सुरुवात जाने जहाँ देशभरि जुन आन्दोलन जुन भयो नि, देशभरि चाहिँ जुन चाहिँ यी सबै 4वटा चाहिँ पार्टी भनौँ न, राप्रपादेखि लगाएर काङ्ग्रेस, एमाले, माओवादीका यिनीहरूको चाहिँ पुरा टोटली स्थिति नेपुबेबी भनेको चिज कति दिनमा आएको भन्नुहोस् त? 5 दिन कि 7 दिन। जब चाहिँ मान्छे लास्टमा अब कहाँ जाने भन्नेपछि लास्टमा चाहिँ यो दुर्गा प्रसाईले जन्माएको चिज कतै गएर जन्मियो।